नयाँ कुरा सिक्ने क्रिएटिभ माइन्ड्सको लागि रमाइलो नमस्कार एन्ड वेलकम टु यु अल इन रिभोल्युसन बेसिक म्याथ युट्युब च्यानल वेयर वी टिच यु 10 years mathematical content in just 1 year. So let's start. So we have unit 3, find value of alphabet from addition and subtraction from page number 69, 70 and 71 of Skeleton Basic Math. So तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ हामीसँग एडिसन फर्ममा छ, एडिसन फर्ममा छ, एडिसन फर्ममा छ, सबट्र्याक्सन फर्ममा छ, सबट्र्याक्सन फर्ममा छ, सबट्र्याक्सन फर्ममा छ एन्ड obviously तपाईहरु यो एकदम क्लियरली बुझ्नुहुन्छ र यसमा अलिक जब हामी मोडिफिकेसन गर्छौं त्यतिखेर अलिकति भास्ट हुन्छ हामीलाई. So +3 goes this side, +3 goes this side, then what will be? हामीले पढे अनुसार +3 यो साइडमा आयो भने obviously माइनस हुन्छ र हाम्रो बेसिकको भाषामा यसलाई के नाम दिएको छु? CAS क्यास, कन्फ्युजन एडिसन सबट्र्याक्सन. र के हुन्छ यहाँ? देयरफोर a equals to 2 हुन्छ. सबट्र्याक्सन गरेपछि यहाँ प्लस साइन हुन्छ, प्लस नट नेसेसरी टु पुट एन्ड सिमिलरली प्लस साइन छ यता आयो भने a equals to 7 एन्ड प्लस यो साइडमा आयो भने -4 एन्ड obviously दिस इज क्यास एन्ड क्यास अनुसार हामी सबट्र्याक्ट गर्छौं र साइन ठुलोको अगाडि राख्छौं, दैट इज प्लस, प्लस नट नेसेसरी टु राइट. Now here also a and this plus goes this side ma ayo bhane then minus and obviously again once again this is cash. डिफरेन्ट दुई खालको साइन छ, दुई खालको साइन छ, प्लस माइनस सबट्र्याक्ट गर्नु पर्छ र ठुलो 7 हो, त्यसैले 7 को अगाडि 7 को अगाडि माइनस छ, त्यसैले यहाँ माइनस राख्नुस्. एन्ड सिमिलरली हियर अल्सो माइनस छ यो साइडमा लानुस्, माइनस छ यो साइडमा लानुस्, देन हुन्छ 8 प्लस obviously प्लस छ, सेम खालको साइन, सेम खालको साइनमा हामी एड गर्छौं, दैट इज 11 एन्ड प्लस नट नेसेसरी टु राइट. हियर अल्सो माइनस छ यो साइडमा आयो भने प्लस हुन्छ, माइनस छ यो साइडमा आयो भने प्लस हुन्छ, दैट इज a equals to 7 plus 2 and obviously this is once again cash. A equals to 9 plus 9, not necessary to write the plus, plus नलेखे पनि हुन्छ. एन्ड हियर अल्सो यहाँ माइनस छ यो साइडमा आयो भने प्लस, माइनस छ यो साइडमा आयो भने प्लस, दैट इज x equals to 4 plus 3 एन्ड एड गरेर हुन्छ x equals to 7 प्लस छ, प्लस नलेखे पनि हुन्छ. ओके, अब यसको हामी मोडिफिकेसन फर्म हेर्छौं, भेरिएसन गर्छौं, हामी अल्टर, यसलाई उल्टो पुल्टो राख्छौं. सो हामीसँग यो भेरिएसन छ, यो खासै त्यस्तो अप्ठ्यारो भेरिएसन हैन, जस्ट x को टर्म यो साइडमा छ, नम्बर यो साइडमा, x a को टर्म यो साइडमा, y को टर्म यो साइडमा छ. अब तपाईहरुको अनुसार जसरी नि गर्न सक्नुहुन्छ, मतलब माइनस फर्ममा छ यसलाई यता ल्याउनुस् एन्ड दैट विल बी 8 माइनस फर्ममा छ यता आयो भने प्लस x र यसलाई अब एड गर्नुस्, दैट इज कति हुन्छ 10, यति त हो. एन्ड हियर अल्सो यसलाई प्लस र यता ल्याउनुस्, दैट इज माइनस एन्ड यसलाई सबट्र्याक्ट गरेपछि दैट इज 6 हुन्छ, क्याश गरेपछि 6 एन्ड हियर अल्सो यसलाई यता ल्याउनुस्, 5 माइनस दिस 2 यता माइनस. अब obviously यो क्याश हो, क्याश गर्नुस्, सबट्र्याक्सन 3 with 3 plus 3 plus not necessary to write. अब यतातिर लान यदि कन्फ्युजन हुन्छ भने यसलाई अर्को पाराले नि तपाईहरुले गर्न सक्नुहुन्छ, जस्तै कि यसलाई पल्टाइदिनुस्, x - 2 यता एन्ड 8 यता, सेम यसलाई यदि पल्टाएर यसरी नि गर्न सक्नुहुन्छ, a + 3 यता एन्ड 9 यता, यसलाई पनि पल्टाइवरी y + 2 एन्ड 5 यता, यसरी नि गर्न सक्नुहुन्छ. र obviously यसरी गर्दाखेरि अहिले जस्ट अघिल्लो गरेको तरिका जस्तै भयो. यसलाई फेरि पनि यदि पल्टाइवरी गर्नुहुन्छ, यसलाई यता, यसलाई यता, यसलाई यता, यसलाई उता, यसलाई यता एन्ड यसलाई दिस साइड. सो अब यसलाई x equals to 8, यसलाई उता लानुस् 2 एन्ड obviously 10, यही त भयो.
अब तपाईहरुको अनुसार जसरी गर्नुस् एन्ड यसलाई यता लानुस् a equals to 9 minus 3 and a equals to 6 फेरि पनि प्लस लाई यता लानुस् that will be the minus and 3 यहाँ पनि 3 यता पनि 3 यहाँ पनि 6 यहाँ पनि 6 10 यहाँ पनि and यहाँ पनि तपाई जसरी गर्नुस् कुरा एउटै हो ल अब चाहिँ यसको हामी एकदम मोडिफिकेसन भर्जन हेर्छौं र तपाईहरुले अलरेडी भनेको छु कि दैट जो क्लास 5 to 10 को लागि एकदम एप्लिकेबल छ र यो स्टार्टिङ यस्तो खालको 5 क्लास देखि नै हुन्छ र अब यो पछिको जुन म क्वेशन बनाउँछु त्यो स्टार्टिङ द 5 क्लास बाट देखि हुन्छ र आई एम भेरी श्योर दैट 5 क्लास को विद्यार्थीको सायद 5% विद्यार्थीलाई पनि मुस्किलले गर्न हुन्छ लेट्स सी हेरि हालौं न त्यो पनि सो मैले यहाँ एडिसन र सबट्र्याक्सन को एडभान्स मोडिफिकेसन भेरिएसन फर्म बनाइसकेको छु र यो अब मेन युज क्याश को हुन्छ यहाँ र क्याश मतलब कन्फ्युजन एडिसन सबट्र्याक्सन हो त्यो एकदम एक्सट्रिम लेभलमा युज हुन्छ यहाँ क्याश एकदमै कन्फ्युजन बनाउँछ र यदि क्याश क्लियरली तपाईहरुको दिमागमा सेट छ र तपाईले साइड चेन्ज गर्न आउँछ भने यो पनि गर्न आउँछ लेट्स सी प्लस को फर्ममा छ यो प्लस छ यो साइडमा गयो भने obviously -8 as it is and this minus र यो भनेको क्याश हो क्याशमा हामीले पढेको छौ सेम साइनमा एड गर्छ हामी सेम साइनमा एड गर्छ हामी र साइन as it is र भर्खरै सिकेको यदि माइनस यता र यता दुई साइडमा यदि माइनस छ भने हामी माइनसलाई क्यान्सल गर्छौं therefore x equals to 10 गर्छौं फेरि पनि यहाँ 8 लाई हामी यो साइडमा लान्छौं 8 लाई हामी यो साइडमा लान्छौं अलवेज x सँग जुन नम्बर हुन्छ अल्फाबेट सँग जुन नम्बर हुन्छ त्यसलाई हामी राइट ह्यान्ड साइडमा लान्छौं यदि यो साइडमा छ भने यता ल्याउँछौं बट हियर x यता छ र अल्फाबेट को सँग -8 यो साइडमा छ र हामी यसलाई यता लान्छौं सो -x as it is -8 यो माइनस गयो यता यो -8 गयो यता यो -8 जान्छ यता देन प्लस हुन्छ र हामीसँग यहाँ +8 यसलाई हामी के भन्छौं क्याश भन्छौं क्याश अनुसार हामी डिफरेन्स साइन छ माइनस प्लस फरक साइनमा हामी सबट्र्याक्सन गर्छौं दैट इज 1 ग्रेटर इज 8 ठुलो 8 हो त्यसैले प्लस राख्छौं र प्लस हामीले राख्न जरुरी हुँदैन प्लस मतलब छैन भने प्लस हामी सम्झिन्छौं र यो साइडमा यदि माइनस आयो भने हामी के गर्छौं यो साइडमा शिफ्ट गर्छौं माइनस यता शिफ्ट सिमिलरली x सँग फ्रेन्ड 2 छ x को फ्रेन्ड 2 छ x लाई अब त्यो साइडमा लानु 2 लाई उता लानुस् 2 लाई यता लानुस् 2 + 2 यता जान्छ +2 यता जान्छ obviously माइनस हुन्छ फेरि पनि माइनस हामीसँग सेम साइन छ माइनस हामीसँग सेम साइन छ सेम साइनमा हामी एड गर्छौं साइन जस्ता तस्तै राख्छौं हामी एन्ड माइनस दुईटै साइडमा छ माइनस दुईटै साइडमा छ माइनस दुईटै साइडमा छ हामी कट गर्छौं यसरी therefore x = 7 चाहे कट गर्नु चाहे माइनस उता लगेर प्लस बनाउनुस् एउटै चीज हुन्छ here also -x as it is यसलाई उता लानुस् उता लगिसकेपछि and this will be once again माइनस अब के हुन्छ फेरि पनि माइनस सेम साइनमा हामी गर्छौं एडिसन दैट इज 9 र साइन जस्ताको तस्तै राख्छौं माइनस क्यान्सल therefore x = 9 x को फ्रेन्ड -2 यसलाई यता ल्याउनुस् -8 as it is and this plus अब यो फेरि पनि क्याश हो फेरि पनि यो क्याश हो एन्ड अब यसलाई सल्भ गर्दा फेरि हामी के गर्छौं डिफरेन्स साइनमा सबट्र्याक्ट गर्छौं ठुलो 8 हो त्यसैले माइनस ठुलो 8 हो त्यसैले माइनस ठुलो 8 हो त्यसैले माइनस यति एन्ड हियर अल्सो y को फ्रेन्ड +9 हो y को फ्रेन्ड +9 हो यसलाई यता ल्याएपछि 5 - 9 एन्ड डिफरेन्स साइन छ यहाँ माइनस प्लस डिफरेन्स साइनमा हामी सबट्र्याक्ट गर्छौं एन्ड 9 ठुलो हो
9 ठुलो हो 9 को अगाडि छ माइनस यसैले माइनस एन्ड obviously माइनस माइनस क्यान्सल therefore y of 4 equals to y यसरी र यहाँ मैले एक्सप्लेन गर्दा तपाईले बुझे जस्तो लाग्छ र बुझ्नु पनि हुन्छ अब गर्ने बेलामा तपाईले किप इन माइन्ड गर्नुपर्छ दिमागमा राख्नु पर्ने ट्यान्स हो एन्ड साइड चेन्ज गर्दाखेरि प्लस माइनस त्यो के भन्छ दिमागमा मजाले गाडिनु पर्छ अनि मात्रै हुन्छ नत्र अहिले त बुझे जस्तो लाग्छ बट गर्ने बेलामा फेरि कन्फ्युजन हुन्छ सो रिप्ले गरी गरी हेर्नु होला इफ यु विल बी द कन्फ्युजन देन र मेन चीज यही हो पनि अब हामी आउने वाला भिडियोमा यसलाई नै अब अझै पनि मोडिफाई गर्दै गर्दै जान्छौँ र फाइनली हामी इक्वेसनको लेभलमा पुग्छौँ पनि अवश्य नै यदि यो भिडियो तपाईहरुलाई को लागि हेल्पफुल थियो भने लाइक शेयर कमेन्ट गर्नु होला र अझै पनि यस्तो भिडियो यदि हजुरलाई चाहियो र अपडेटेड हुन चाहनुहुन्छ भने obviously subscribe गर्नु होला थ्यांक यू